गुलशन कुमार झा मेरो कान्छा कसैको नजर नलागोस्, सिधा वर्ल्ड कपमा गएर तोडेस्। बशीर अहमद, यो प्लेयरको बारेमा म आजै एउटा कुरा भनिदिन्छु, यदि इन्जर्ड नभएपछि अबको 2 देखि 3 वर्षपछि नेपालको नम्बर 1 ब्याटर बन्न सक्छ। यो 100% म लेखेर दिन्छु। ग्राउन्डमा उत्रेपछि बशीरको जस्तो माइन्डसेट थोरै प्लेयरमा हुन्छ। सन्दीप लामिछाने, यो कुरा कसैलाई नभन्नु कि सन्दीप स्क्वाडमा छन् भनेर, सिधै म्याचमै उतार्ने हो। हाम्रो बादशाह हो। शेर मल्ल, नेपालको नेक्स्ट सन्दीप लामिछानेको बलिङ पार्टनर। सोमपाल कामी, हाम्रो हेडमास्टर माथि डाउट नगर। करण केसी, जबसम्म करण केसी ब्याटिङमा आउनु भएको छैन तबसम्म पनि हामीसँग आशा छ कि करण केसीले म्याच जिताउन सक्छन् भनेर। नन्दन यादव, नेपालको एउटा नयाँ सुपरस्टार। ललित नारायण राजवंशी, ललितको बारेमा आफै सोच। 24 जना प्लेयरहरू मध्ये T20 वर्ल्ड कपको लागि सिलेक्ट भएका यिनै हुन् 15 जना प्लेयरहरू। यिनै प्लेयरहरूले गएर नेपाललाई वर्ल्ड कपमा रिप्रेजेन्ट गर्नेछन्। अब आऊ हाम्रो फाइनल मुद्दा बंगलादेश। यो बंगलादेशको रुवाई धुवाई मुस्तफिक रेजमान हो कि रुजमान हो, त्यसलाई आइपीएल बाट निकालिदिए। मुलादेशीहरू पागल भइसके। हिन्दूहरूलाई जिउँदै जलाए, खुलेआम रोडमा लिएर बलात्कार गरे उनीहरूकी छोरीलाई। अहिले आईसीसीलाई लेटर पठाएका छन् कि हामी इन्डियामा खेल्दैनौं भनेर। इन्डियामा हामी सेफ छैनौं भनिरहेका छन्। केही रिपोर्ट अनुसार त त्यो रिजेक्ट भइसक्यो भनिरहेका छन्। तर फेरि यो कन्ट्रोभर्सी चालु नै छ, फाइनल निष्कर्ष निक्लेको छैन। यदि बंगलादेशले इन्डियामा नखेल्यो भने हामीलाई गाह्रो पर्छ।